नेपाली कङ्ग्रेसलाई सकाउन कुनै पनि पार्टी व्यक्ति वा विदेशी शक्ति लाग्नै पर्दैन भन्ने कुरा पटक पटक प्रमाणित भइसकेको छ। जेनजी आन्दोलनमा रामधुलाई भेटेपछि धन्न धन्न ज्यान जोगाएका कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पार्टी सभापति जोगाउन नसकेपछि रन्थनिएर उपचारको नाममा देशको विषम परिस्थितिलाई लत्याउँदै निर्वाचन नै बहिष्कार गरेर सिङ्गापुर भासिए। जेनजी आन्दोलनको त्यो कुटाइ र गगन थापाले पार्टी सभापतिबाट गल हत्याएर निकालेको त्यो पीडाको कारण राजनीतिका भेटरान खेलाडी देउबा शक्तिविहीन अवस्थामा रन्थनिएर उतै चुपचाप बसिरहेका थिए। उनी त्यतै चुपचाप बसिदिँदा गगन थापाको लोकप्रियताले दिन 2 गुणा रात 4 गुणा छपक्कै कङ्ग्रेस छोप्न थालेपछि उनी जस्तै रन्थनिएर आफ्नो राजनीति नै सकिने डरमा रहेका गगन थापालाई सभापति मान्न नसकेका जीवनको उत्तरार्धमा रहेका र जनताले अपहेलना गरेका अलोकप्रिय नेताहरूले आफ्नो राजनीति जोगाउन जबरजस्त देउबालाई नेपाल फर्किन बाध्य बनाए। नेपाल प्रहरीको फरार सूचीमा रहेका देउबा नेपाल फर्किने भएपछि उनी समर्थित नेताहरूले देशभरिबाट कार्यकर्ता ल्याएर एयरपोर्टमा शक्ति प्रदर्शन गर्ने कोसिस गरे। उनी नेपाल फर्किएपछि सिधै जेल कोच्ने तयारी गरेको, अझ 2 पटक रेड नोटिस समेत जारी गर्न खोजेको रासोपा सरकारको सातो जाने गरी कसरी धावा बोले भनेर मैले भनिराख्नु पर्दैन होला। अन्ततः नेपाल सरकारले आफैले अभियुक्त बनाएको देउबालाई आफैले सुरक्षा दिन बाध्य भयो। जे होस्, 5 महिना सिङ्गापुर र हङकङ बसेर देउबा नेपाल फर्किएपछि नेपालको राजनीति अत्यन्त गरमागरम अवस्थामा पुगेको छ। विशेष गरी नेपाली कङ्ग्रेसको आन्तरिक राजनीति निकै रोमाञ्चक मोडमा पुगेको छ। विश्व गगन सानेपामा बसेर पुराना नेताहरूलाई फकाएर कङ्ग्रेस एकता गर्ने कोसिस गरिरहेका छन् भने अर्कोतिर देउबा पक्षका नेताहरू छुट्टै शक्ति प्रदर्शन गरेर गगन विश्वलाई गलाउने र शेरबहादुरलाई नै सभापतिमा पुनर्स्थापना गराउने पक्षमा काम गरिरहेका छन्। एकातिर गगन विश्व भन्दैछन् बदल्यौँ कङ्ग्रेस, बदलिएको कङ्ग्रेसले देश पनि बदल्छ। अर्कोतिर देउबा भन्दैछन् राजाले गलाउन नसकेको मलाई कसले गलाउन सक्छ। अनि आफ्नै घर मिलाउन नसक्ने कङ्ग्रेसले भन्दैछन् कङ्ग्रेसले देश बनाउँछ। वाह, क्या गजब छ बा।